चाहिँ हाम्रो 7th डेको क्लासमा सबैलाई स्वागत छ। आज म तपाईँहरूलाई सेल रिफरेन्सको बारेमा बताउने छु। सेल रिफरेन्स भनेको के हो? अस्ति नै भनिसकेका छौँ, तैपनि अस्तिको क्लासमा हेर्न सक्नुहुन्छ। योभन्दा अर्को भिडियोहरूमा सेल रिफरेन्सको बारेमा पनि थ्योरीका कुराहरू एन्ड प्र्याक्टिकल पनि अलिअलि त भनेको छु, तर पनि आज म डिटेल रूपमा यो सेल रिफरेन्स भनेको के हो, होइन, यसले कसरी काम गर्छ भन्ने कुरा आजको यो भिडियोमा तपाईँहरू जान्न सक्नुहुन्छ। सो तीनटा टाइपको हुन्छ सेल डिफरेन्स भनेको, एउटा रिलेटिभ, अर्को एब्सोल्युट र अर्को मिक्स्ड है। रिलेटिभ भनेको कस्तो टाइपको भने, हामीले जब सेल मुभ गर्छौँ, when you copy it one cell to another cell, देन के हुन्छ त्यहाँ चेन्ज हुन्छ है। जुन सेल रिफरेन्स चेन्ज हुन्छ भने त्यसलाई हामी के भन्ने हो, रिलेटिभ सेल डिफरेन्स हो। अर्को हाम्रो एब्सोल्युट सेल डिफरेन्स भनेको कस्तो टाइपको हो भने, इट डज नट चेन्ज अर लक्ड है। यो चेन्ज हुँदैन र अथवा यो लक हुन्छ होइन। एउटा सेल अर्कोमा मुभ हुँदा पनि के हुँदैन, चेन्ज हुन्छ, त्यो भ्याल्यु कन्सटेन्ट नै रहन्छ भने त्यसलाई हामी एब्सोल्युट सेल डिफरेन्स भन्छौँ। र यसमा डलर सिम्बल के हुन्छ, युज भएको हुन्छ, $A $1 होइन। यो भनेको कलम रो डलरहरू बताए। अर्को हाम्रो छ मिक्स सेल डिफरेन्स है। मिक्स सेल डिफरेन्स भनेको कस्तो टाइपको हो भने, दुइटैको कम्बाइन गरेर बनाए। इट इज कम्बिनेसन अफ बोथ रिलेटिभ एन्ड एब्सोल्युट सेल डिफरेन्स होइन। इक्जाम्पलमा हेर्न सक्नुहुन्छ, $A$1 or $A1, इट मिन्स वाट, ए भनेको वाट, यो रिलेटिभ सेल भयो, द्याट इज होइन। एन्ड वान भनेको रो कस्तो टाइपको भयो, कन्सटेन्ट भयो है। अथवा कहिले कलम कन्सटेन्ट हुनसक्छ, कहिले रो कन्सटेन्ट हुन्छ होइन, यस्तो टाइपको आउनु सक्छ। ल, यो भयो हाम्रो थ्योरी। अब हामी प्र्याक्टिकलमा जान्छौँ है। प्र्याक्टिकलमा कसरी चाहिँ उसले काम गर्छ है, रियालिटी प्र्याक्टिकली हामी हेरौँ है। सेल डिफरेन्स भनेको के हो होइन, अनि एब्सोल्युट भनेको के, सरी, रिलेटिभ रेफरेन्स भनेको के हो, एब्सोल्युट रेफरेन्स भनेको के हो, र मिक्स रेफरेन्स भनेको के हो भनेर हामी यहाँ हेर्न सक्छौँ है। ल, प्र्याक्टिकलमा गएँ म, हेर्न सक्नुहुन्छ। फर्स्ट वान, मसँग एउटा अलिकति डेटा छ। यो डेटामा मैले के निकाल्नु पर्ने हो, सेल ट्याक्स र टोटल निकाल्नु पर्ने हो। हामीलाई सेल ट्याक्स कति दिएको छ, 6.50 दिएको छ भनेको यो प्राइसमा ट्याक्स लाग्छ कति, 6.50। त्यो पनि अब कन्ज्युमरले नै पे गर्नु पर्यो होइन। अनि अहिले एउटाको क्वान्टिटीको प्राइस कति छ, 120 छ भने 6वटा क्वान्टिटीको प्राइस कति होला। त्यसरी हामीले टोटल यो फाइन्ड आउट गर्नुपर्ने छ। अब सेल ट्याक्स निकाल्दाखेरि पहिला हामी सेल ट्याक्स, अब दुई तिनवटा फर्मुलाहरू युज गर्न सक्नुहुन्छ तपाईँहरू। जसरी कुन फर्मुला युज गर्न सक्नुहुन्छ भने, एउटा त एउटा डाइरेक्ट हामी D2 इन्टु सेल ट्याक्स गर्न सक्छौँ, D2 इन्टु सेल ट्याक्स, किनभने हामीलाई पर्सेन्टेजमा दिएको छ। डाइरेक्ट हामीले D2 इन्टु D2 भनेको यो भ्याल्यु डी कलमको होइन, 2 रोमा, D2 इन्टु सेल ट्याक्स, यसको डिफरेन्स कति छ, C6 होइन। यति मात्र गऱ्यो भने सेल ट्याक्स आउँछ हाम्रो। अथवा यदि यहाँ पर्सेन्टेज नदिएको भए, नम्बरमा दिएको भए हामी के गर्थ्यौँ भने, D2 इन्टु C6 डिभाइडेड बाई 100, यो हो हाम्रो फर्मुला है। र यदि सेल ट्याक्स ननिकालिकन डाइरेक्ट टोटल निकाल्नु पर्यो भने, टोटल निकाल्दा के गर्नुहुन्छ, टोटल निकाल्दा हामीले के गर्नुपर्छ भने, अब टोटल निकाल्दाखेरि C2 र D2 त हामीले के गर्नु पर्यो, मल्टिप्लाई गर्नु पर्यो, तर ट्याक्स पनि निकाल्नु छ। सो हामीले त्यसलाई एड गर्ने हो भने C2 इन्टु D2 प्लस C2 इन्टु D2, अब दुइटैलाई गरेर प्लस फेरि C2 इन्टु D2 इन्टु C6 गऱ्यो भने त्यसरी पनि आउनसक्छ होइन। टोटल डाइरेक्ट निकाल्यो भने यो आफूमा डिपेन्ड हुन्छ, तपाईँको म्याथमेटिक्स कस्तो टाइपको छ र कसरी निकाल्न सक्छ। तर यहाँ के भनेको छ भने सेल्स ट्याक्स निकाल्नु छ
है। पहिला हामी सेल्स ट्याक्स निकाल्छौँ, त्यसपछि रिलेटिभ सेल भनेको के हो भन्ने कुरा बुझ्छौँ हामी है। ल सेल्स ट्याक्सको डाइरेक्ट फर्मुला के छ हामीसँग भन्दाखेरि इक्वल साइन गर्ने, इक्वल साइन गरेर सिधै गरिदिने हामीले के गर्ने D2 को है के छ D2 इन्टु ओके D2 इन्टु के गर्ने सेल ट्याक्स, सेल ट्याक्स कति छ हामीसँग C6 ओके C6 सरी 6 इन्टर गर्ने कति आयो 7.80 आयो, ट्याक्स कति आयो 7.80 हामीले थप तिर्नुपर्ने छ भनेको 127.80 हामीले एउटा पेनको पे गर्नुपर्ने छ है। भने अब हेर्नुहोस् है, अब यहाँ रिलेटिभ रेफरेन्स भनेको के हो यहाँ बुझ्न सक्नुहुन्छ। रिलेटिभ सेल रेफरेन्स भनेको योलाई नै हामीले रिलेटिभ भन्ने हो कि हेर्नुहोस् D2 र C6 के छ रिलेटिभ छ, यहाँ लक छैन, डलर साइन युज भएको छैन होइन, त्यही भएर यसलाई रिलेटिभ सेल किन त्यही भएर अब यसले के काम गर्छ भने जसरी हामीले हेर्नुहोस् ड्र्याग गरेर आयो भने हो अब ड्र्याग गर्दाखेरि हेर्नुहोस् त्यो त हाम्रो के थियो C2 र C6 के छ हाम्रो के छ रिलेटिभ रेफरेन्स छ, तर अब चाहिँ नि यहाँ के आयो चेन्ज चेन्ज भएन, चेन्ज हुँदाखेरि के आयो 0 0 आयो। कसरी 0 0 आयो हेर्नु त D3बाट C7मा जान्छ है, D3 भनेको त यो भयो यहाँ आयो ठिक छ, यसलाई मल्टिप्लाई गर्छ ओके, त्यसपछि अनि C7 भने यहाँ C7मा त केही छैन हाम्रो डेटा छैन, अनि डेटा नहुँदाखेरि किनभने मुभ हुँदा त यो पनि तल जाने भयो नि, मुभ यता पनि मुभ हुने हो। अब यहाँ मल्टिप्लाई को हुँदैछ B3 ओके B3 सरी D3 इन्टु C7 हुँदैछ। अब यहाँ 0 छ, 0 भने 0 आउने हो। अर्को हेर्नुहोस् अब यो के होला यहाँ मुभ भइरहेछ, डेटा पनि मुभ भयो ठिक छ, चेन्ज भयो होइन। अब यहाँ हेर्नु है अर्कोमा यसमा क्लिक गर्दाखेरि यसको के आयो हेर्नुहोस् त D4, अब D4 भने त यो ठिक छ मुभ भयो नो प्रब्लम होइन, आवश्यकता नै छ हामीलाई। यसैलाई रिलेटिभ सेल डिफ्रेन्स भन्ने जुन सेल चेन्ज के अरे मुभ हुँदा अर्को सेलमा जाँदाखेरि त्यसको सेल्फ रेफरेन्स पनि के हुन्छ चेन्ज हुन्छ ओके, सो नो प्रब्लम। तर अब अर्को के आयो इन्टु 86 C8 सरी के छ C8 भने कहाँ हो यहाँ छ, यहाँ त भ्याल्यु केही पनि छैन, यो पनि मुभ भइरहेछ तल, त्यही भएर के आयो 0 आयो। अब हामीले बुझ्नुपर्ने के हो एब्सोल्युट सेल डिफरेन्स भनेको के हो। सो एब्सोल्युट सेल डिफरेन्स भनेको अब हेर्नुहोस् जहाँ के हुन्छ लक गर्नुपर्ने हुन्छ है। अब मैले योलाई लक गर्नु पर्यो C कोलाई 6 लाई लक गर्नु पर्यो, C6 लाई लक गर्नुको लागि एब्सोल्युट सेल डिफरेन्स भन्छ, लक गर्यो भने के भन्यो अब C6 लाई म के गर्छु डलर साइन युज गर्छु, डलर भनेको सर्टकट कीमा के युज गर्न सक्छु त फङ्सन F4 युज गर्नुहोस् है। फङ्सन F4 गर्दाखेरि के भयो डलर साइन युज भइसक्यो, डलर साइन युज हुने बित्तिकै के बन्यो एब्सोल्युट सेल डिफरेन्स भन्यो, अथवा यो सेल के भयो लक भयो भनेर बुझ्नु पर्यो ओके। इन्टर गरेँ मैले, अब इन्टर गरिसकेपछि अब ड्र्याग गरौँ त के हुन्छ आयो। अब यो भ्याल्यु चेन्ज भयो भने हेर्नु त जहाँ गयो त्यही हुन्छ, C6 नै छ हेर्नुहोस् माथि यहाँ D3 चेन्ज भइरहेछ तर यो चेन्ज भएन, जे छ त्यही भयो। अब यसमा जानुहोस् यसमा D4 अगाडिको रिलेटिभ सेल डिफरेन्स चेन्ज भइरहेछ, तर एब्सोल्युट सेल डिफरेन्स भनेको यो हो, त्यही भएर यसलाई लक गऱ्यो चेन्ज भयो नि, यसमा पनि त्यही छ। पछाडिको हेर्नुहोस् इन्टु यहाँ माथि हेर्नु है यहाँ फर्मुलामा, अनि यहाँ पनि सेम त्यस्तै आइरहेछ हो। यसैलाई हामीले के भन्ने हो एब्सोल्युट सेल डिफरेन्स। आई थिङ्क अब बुझिसक्यौँ रिलेटिभ सेल डिफरेन्स भनेको के हो र एब्सोल्युट सेल डिफरेन्स भनेको के हो भन्ने कुरा हामीले यो टेबलबाट आई थिङ्क वी अन्डरस्टुड है। योभन्दा अगाडि क्लासमा पनि हामीले बुझिसकेका थियौँ, तैपनि यसलाई क्लियर बनायौँ। अब तपाईँहरूले टोटल निकाल्नुहोस् त, टोटल निकाल्नुको लागि के गर्ने, टोटल गर्नको लागि इक्वल साइन युज गर्ने, पहिला हामीले C2 र D2 लाई मल्टिप्लाई गर्ने, त्यसपछि यो दुइटैलाई एड गर्ने, सरी पहिला यसलाई एड गरिदिउँ C2 लाई यो एड गरेर दुइटैसँग गर्दा नि हुन्छ है। C2 है C2 भनेको 6 हो इन्टु अब हामीले के गर्ने ब्राकेट एउटा स्मल ब्राकेट दिने, अनि D2 प्लस के गर्ने ट्याक्स पनि जोड्ने
है ट्याक्स भने कति छ ई 2 छ ओके अब इन्टर गरौँ त है टोटल कति आयो 766.80 है 766.80 आयो अब हामीले यसलाई ड्र्याग गर्यो भने यस्तो टाइपको आउँछ ओके किन यो आयो टोटल हाम्रो यो प्राइस आएको है अब हेर्नु त यहाँ सेल डिफरेन्स के छ हामीसँग रिलेटिभ सेल डिफरेन्स छ त्यही भएर यहाँ आउँदा पनि चेन्ज भइरहेछ यसमा कति गयो D3 E3 पक्कै पनि D3 E3 अब सबै यो E3 मा चेन्ज भयो है अनि यो पनि चेन्ज भयो C4 D4 प्लस E4 है हेर्नुहोस् त C4 यो C भनेको यो कलम यहाँ 4 रो D कलम 4 E4 है सबैमा चेन्ज भएर यो रिलेटिभ सेल यहाँ हामीले जुन लग गर्यौँ त्यसलाई के भन्ने हामीले एब्सोल्युट सेल डिफरेन्स ल थ्याङ्क यू है अब हामी अर्को एउटा पोइन्ट बुझ्छौँ अझ यसलाई मिक्स सेल डिफरेन्स भने के हो त यो त एब्सोल्युट सेल डिफरेन्स र के बुझ्यौँ हामीले रिलेटिभ सेल डिफरेन्स बुझ्यौँ तर अब हामीले बुझ्नुपर्ने के बुझ्ने मिक्स सेल डिफरेन्स वी क्यान अन्डरस्ट्यान्ड फ्रम दिस टेबल है यहाँबाट बुझ्ने हामीले कसरी चाहिँ यो मल्टिप्लाई गर्ने त हाउ टु मल्टिप्लाई बी अब यो र योले योलाई यो 2 ले यो सबैलाई मल्टिप्लाई गर्दा यहाँ आउनु पर्यो यो 2.5 ले यो सबैलाई मल्टि गर्दा यस्तो आउनु पर्यो योले गर्दा यहाँ यस्तो आउनु पर्यो अनि योले मल्टिप्लाई गर्यो भने यस्तो आउनु पर्यो सो हाउ कसरी आउँछ त अब आउनुको लागि हेरौँ है ट्राई गरौँ है हामी अब यसमा मैले के गर्छु प्रोडक्ट फर्मुला युज गर्छु है फङ्सन युज गर्छु अब डाइरेक्ट एक गरेर गर्दा पनि हुन्थ्यो तर द्याट टेक अलिकति लेन्थी हुनसक्छ त्यही भएर प्रोडक्ट फङ्सनलाई युज गर्छु है PRODUCT प्रोडक्ट फङ्सन युज गर्छौँ अब नम्बर 1 नम्बर 2 हामीलाई के मल्टिप्लाई गर्नु पर्यो B3 अर्कोको के कमा गर्ने अर्को केलाई मल्टिप्लाई गर्नु पर्यो C3 लाई मल्टिप्लाई गर्नु पर्यो ओके ब्राकेट क्लोज गर्नुस् ब्राकेट इन्टर प्रोडक्ट B3 ओ C3 होइन C2 है ओके है C के गर्ने 2 गर्ने ओके के गर्ने 2 है हामीले त योलाई नि मल्टिप्लाई 2 भनेको यो C2 ओके अब इन्टर गरौँ कति आयो 4 आयो ठिक छ यहाँ त करेक्ट आयो यो गर्दाखेरि के आयो करेक्ट आयो अहिले हामीले सिकिरहेको छौँ मिक्स सेल डिफरेन्स भने के हो भनेर है तर यहाँ हेर्नु है योले काम गर्छ गर्दैन अब रिलेटिभ सेल डिफरेन्सले काम गर्छ कि गर्दैन ओके म यसलाई ड्र्याग गर्छु अब ड्र्याग गर्दाखेरि यस्तो आयो इज दिस करेक्ट कि सही छ यो छैन पक्कै पनि 2 इन्टु 2 ठिक छ 4 आयो 2 इन्टु 2.5 5 आउनु पर्ने यहाँ 10 आयो कसरी आयो अब यसको सेल डिफरेन्स हेर्नु त चेन्ज भइरहेछ रिलेटिभ सेल डिफरेन्स छ नि अब यसमा के आयो C3 इन्टु D2 C3 भनेको दिस वान इन्टु D2 भनेको दिस वान अब यो र यो मल्टिप्लाई भइरहेछ दिस वान एन्ड दिस वान 4 इन्टु 2.5 कति हुन्छ 10 हुन्छ होइन अब यहाँ हेर्नुहोस् यसमा यसमा पनि के भइरहेछ यो D3 इन्टु E2 है D3 भनेको यो हो यहाँबाट यहाँ हेर्न सक्नुहुन्छ D3 3 भनेको यो इन्टु E2 किनभने रिलेटिभ सेल डिफरेन्समा के हुन्छ होइन सेल अनुसार भ्याल्यु चेन्ज भइराखेको हुन्छ सेल डिफरेन्स चेन्ज भइराखेको हुन्छ हो त्यही भएर दिस इज द रङ अब यहाँ पनि हेर्नु सेम हुन्छ त्यस्तै है यहाँ गर्दा पनि हाम्रो त्यस्तै भइरहेछ कस्तो भइरहेछ 2 यो हुनुपर्ने खास 2.5 इन्टु 2 भनेको त 5 हुनुपर्ने तर 10 भइरहेछ 2.5 इन्टु 2.5 अब यहाँ हेर्नु है यो पनि हेर्नु 100 आइरहेछ है ल यस्तो आइदियो बापरे बाप है कहाँको कहाँ भइरहेछ हेर्नुहोस् है अब यसमा के कुन मल्टिप्लाई भइरहेछ C4 इन्टु D3 C4 भने कुन हो C4 इज दिस वान C4 भने यो इन्टु D3 भनेको यो 10 इन्टु 10 यो र यो मल्टिप्लाई भइरहेछ 10 इन्टु 10 100 भइरहेछ सो यसरी हुँदैन यसरी के हुन्छ रङ हुन्छ अब हामीले के युज गर्नु पर्यो यसमा भने
मिक्स सेल डिफरेन्सलाई युज गर्नु पर्यो केलाई मिक्स सेल डिफरेन्सलाई युज गर्नु पर्यो अब म के युज गर्छु मिक्स सेल डिफरेन्स युज गर्छु हेर्नु है त्यो कसरी गर्ने भने इक्वल साइन युज गर्ने प्रोडक्ट तँलाई गर्छु है म तपाईँहरूलाई प्रोडक्ट युज गर्ने अब हामीले बी थ्री त बी थ्री नै गर्ने हो कमा अर्को के गर्ने हो सी टू गर्ने हो तर अब हामीले मिक्स गर्ने मिक्स केलाई कन्स्टेन्ट बनाउने भने यो कलमलाई पनि कन्स्टेन्ट बनाउने है यो कलमलाई के बनाउने कन्स्टेन्ट किनभने चेन्ज भइरहेछ नि हामीलाई चेन्ज गर्नु छैन चेन्ज गर्यो भने के भइरहेछ रङ भइरहेछ यदि चेन्ज गर्नु थियो भने हामी रिलेटिभ सेल डिफरेन्स युज गर्थ्यौँ तर यसलाई हामीले के गर्नु पर्यो लग गर्नु पर्यो है केलाई मात्र बी भन्ने कलमलाई मात्र लक गर्नु पर्यो थ्रीलाई थ्री भने त रो हो फेरि त्यसलाई लक गर्नु भएन वानली केलाई बीलाई लक गर्नु पर्यो है सो यहाँ के युज गर्ने डलर साइन युज गरिदिने ओके अर्को हामीले के लक गर्नु पर्यो भने यो रोलाई लक गर्नु पर्यो होइन टू भन्ने रोलाई यो सबैलाई यो टूमा छ नि हो केलाई टू भन्नेलाई मात्र है रोलाई मात्र लक गर्नु पर्यो ल हेर्नु त यहाँ के गरेँ कलमलाई लक गरेँ मैले है यहाँ थ्री के छ रिलेटिभ छ अनि यो के छ बी भन्ने एब्सोल्युट भयो थ्री रिलेटिभ भयो है थ्री चेन्ज हुन्छ थ्री होइन के अरे यो चाहिँ नि चेन्ज भइराखेको हुन्छ यसमा तर यो के हुन्छ यो कलम चाहिँ नि लक हुन्छ यसमा के हुन्छ यो रो चाहिँ नि लक हुन्छ टू भन्ने रो यो पुरै यो छ नि यतादेखि यताको यो लक हुन्छ तर यसको सी भन्ने होइन जुन कलम छ सी चाहिँ नि चेन्ज भइरहेको छ है तब के भन्छ हाम्रो अब हामीलाई हेर्नु त इन्टर गर्छौँ फोर यसमा त सही छ है टू इन्टु टू अब ड्र्याग गरौँ त खै अरूमा सही आउँछ कि आउँदैन लुक एट दिस वान एकदम सही आएछ हेर्नु टू इन्टु टू पोइन्ट फाइभ फाइभ नै हुन्छ टू इन्टु थ्री सिक्स नै हुन्छ टू इन्टु थ्री पोइन्ट फाइभ सेभेन हुन्छ है अब तल पनि हेरौँ त इज दिस वर्क बेसली मजाले गरेको छ हेर्नु त टू इन्टु टू फोर टू इन्टु टू पोइन्ट फाइभ इन्टु टू फाइभ थ्री इन्टु टू सिक्स थ्री पोइन्ट फाइभ इन्टु टू सेभेन एकदम ठिक छ फोर इन्टु टू एट है यसमा पनि चेक गरौँ यहाँ पनि एकदम सही आएछ यहाँ हेर्नुहोस् टू पोइन्ट फाइभ फाइभ सरी यहाँ टू इन्टु टू पोइन्ट फाइभ फाइभ टू पोइन्ट फाइभ इन्टु सिक्स पोइन्ट टू फाइभ थ्री इन्टु टू पोइन्ट फाइभ सेभेन पोइन्ट फाइभ जिरो थ्री पोइन्ट फाइभ इन्टु टू पोइन्ट फाइभ एट पोइन्ट सेभेन फाइभ फोर इन्टु टू पोइन्ट फाइभ टेन एकदम करेक्ट छ है अर्को हेर्न सक्नुहुन्छ यो पनि ठिक छ अब त सब ठिक हुन्छ पक्कै पनि यो पनि ठिक छ सो यसरी हाम्रो के गरिरहेछ काम गरिरहेछ है ओके ल अब तपाईँहरूलाई केही कन्फ्युजन छ भने प्लिज कमेन्टमा मेन्सन गर्नु होला र म अब अर्को डेको क्लासमा अर्को प्रस्तुत लिएर आउनेछु थ्याङ्क यू